अर्काको पहिला देखेर आइ भनी शेष भाइरस अहिले म धरान भएको भए त गथे अब यता टाढो छ अब यहाँ अर्कै काममा छु अनि कहाँ त काम गरेको छु भाइरस ए म अहिले भ्याउँदिनँ भने यता अर्कै काममा छ हिँडेको छ बाहिर छ भन्दैन आज काठमाडौँमै होइन भ्याउँदिनँ क्या मेरो अरू भिडियो टिकटकर हो नि त हामी मिल्दैन त यार दुईजना थाहा छ तुसुक परेछ क्या बुढाबुढीको दुईजना होइन तर त्यो थाहा छ ठुसुक पऱ्यो यहाँ अहिले एकछिनमा मिलिहाल्छ सँगै छोडिदिनुपर्छ मिल्छ के भन्छ मलाई स्मल साइज अहिले त तपाईँको स्टोर बन्द भइसक्यो होला नि नत्र इफ मिल्छ भने चाहिँ आजै मिल्छ कि मिल्दैन होला उसमा के भन्छ इन ड्राइभमा दुईजना बिजी छ के गर्नुमा म त भाग्छु क्या म यहीँ छु दुईजना अलिक पछि बोल्नु नि हो म छैन नि आज बिचरा नहुने भयो मैले उडाइदिइसकेको भए पनि त्यो काम नलाग्ने मान्छेको तिम्रो र भाइरस कहाँ जुदाजुद गरिसक्यो आउने बित्तिकै यस्तोसम्म गर्न भ्याइसक्यो होइन त्यही भन्दैन मिलाएर भन्दैन है ल तिमीहरू आँखा जुदाजुद गर्ने मैले त मोबाइलतिर हेर्दा अब लाइभमा आएको छ दुईजना जोइन भएको छ अनि यसो फर्केर उयो गीत बजाउ न आकाशको जुन झार्छु म भन्दिन उनको बाहेक भन्ने गीत बजाउ न गएर हेर्न सक्नुहुन्छ कस्तो गीत बजाएको यो मोटो जलाई भगवान के हो यार नबजाउन गीत के बजाएको कसकोमा बजेको यो रहेछ नि म्याकुरी उयो लाउन आउ त्यो आकाशको जुन झार्छु म भन्दिन भन्ने गीत बजाउन प्रिया छिटो त्यो होइन क्या त उसको उयो ऱ्याप बजाउ न चुप तिमीले भनेको मान्न छोडिसक्यो उसले भन आकाशको जुन होइन डर टिकुनको आकाश जुनकै हो मलाई चाहिँ यही मात्र चाहिएको थियो त्यसको लागि भने यो ड्रेस चाहिएको क्या त्यसको लागि चाहिँ पसल खोल्ने बित्तिकै मलाई एकचोटि यही नम्बरमा कल गर्नुभयो हुन्छ है पेमेन्ट म अहिले नै गरिरहेको छु अनि मलाई भोलि चाहिँ मलाई इन्भाइटमा टाढो हुन्छ भने चाहिँ पठाइदिनु भयो हुन्छ है कसमै खाइसके माता उनकै हो तालाई लाखौँ मध्ये रोज्याच एउटालाई धरतीको आकाश मैले बाजाको स्वर पनि के माता उनकै हो 180 रुपियाँ केजी छ अरे टमाटरको भाउ यो बेलासम्म तिमीहरू पार्लरमा के गरिबस्छौ घर नगएर कता भेर म यतातिर एकजना खोज्दै यसको कस्तो छ अरे जाडो छ छैन जाडो केही जाडो छैन दुईजना एक्लै गाह्रो भए एक्लै सँगै काठमाडौँमा भएर पनि सँगै बस्न नहुनुको पीडा गाह्रो छ तिम्रो घरतिर आउन आँटेको हामी मेरो आउनु दुईजना आऊ मेरै घरमा आऊ यहीँ बस यहीँ मस्त ल भाइ डिस्टर्ब नहान ल म अब अहिले एकछिन यहाँनिर तेरो बिजो छ मेरो नि बिजोकै छ म लाइभ बसिरहेको छु क्या टिकटकमा म त सुप्रियालाई त ब्लक हानिदिन्छु होला यस्तो काम नगरौँ न हौ मेरोमा हेर कस्तो एकचोटि गर्दा हुन्छ त यार अरूको मेसेज स्किप हुनै गरी यार ओइ सुप्रिया जाति ओइ मेरो बुढालाई वाक्क लाउँदै थिएस
होइन हौ बोलाइ गर्छ भिसी जाम भनेर म भ्याउँदिनँ भन्छु अरूलाई लानु नि मेरो बुढा जान भ्याउँदैन उसको घरमा बुढी छैन र भिसी जान्छ त्यही त नि बरु घोस्टा लानु बरु त्यो पनि दुधीबाट च्या म त होइन म त साथी हो यार लियो थ्याङ्क यू सो मच एभ्रिवान थ्याङ्क यू भाइरस टमाटरको भाउ 180 रुपियाँ किलो छ अरे क्या बुझेन हौ हो र टमाटर नकिन्ने भएको त अब त किन टमाटर छ फेरि त्यही त भाइरसले ल्याइहाल्छ नि अनि कहाँ टिपेर हुन्छ कि कहाँदेखि हुन्छ किनेर हुन्छ कि चोरेर हुन्छ कि होइन भाइरस बवाल कहाँ गयो फेरि के गर्यो फेरि पालो पनि भाइरस जेठीलाई हराउँछौ क्या हो भाइरस है प्रब्लम हुन्छ कसले कपी गर्यो के चाहिँ म त सुप्रियाजी सर यार तपाईँको बिजनेस धेरै भयो यार अरूको मेसेज स्किप हुन्छ नगर्नु न भन्छु यार कस्तो भन्छ ओरिजिनल आइडी छ र पनि यार सर यार नगर्नु फलो यार फलो त त्यस्तो यार बेबो किन अड्के कि मलाई अड्किन मन लाग्यो नअड्क्यौ त्यसरी अड्किरहेछ तिमी फेरि अड्किरहेछ बुढाले चाहिँ किन मुख टोक्दैछ नाटक गरेको कि यो भाइरस तिमी मलाई धेरै आँखा नलाऊ है त्यसै के नमस्ते भाइजी नमस्ते कता पुरै चामल सकिसक्यो चामल सकिसकेर हाले माइकहरू फेरि किन्छ होला नि त किनपछि मात्रै जान्छ मैले के बेसी भने खोइ थाहै छैन उसलाई सोध्नु न यार ऊ नम्बर दिइरहेको छ फोन गर्नु न नम्बर सो गरिदिइरहेको छ अनि खाना खाइसक्यो दुईजनाले नै छैन अब एकछिनमा तमीले खाइसक्यो मैले त खा ए म यहाँ हुँदा उसलाई तमीले भन्ने ल ल ल भो पुग्यो ल ल ल तिमीले खायौ बेबो तिमीले खायौ बुढी ए मलाई बुढी भनिछ होइन आज आएर ल ल ल पुग्यो अब यहाँ हामी दुईजना मात्र छौँ यहाँ चाहिँ कसरी तीनजना भयो के भइरहेछ यहाँ के भइरहेछ होइन म त होइन कि म त एआई हो के म त एआई हो म एआई हो हेर न अब यहाँ दुईजना मात्र छौँ होइन यहाँ हामी दुईजना मात्र बुढाबुढी मात्र छौँ होइन म एआई हो के एआई घोस्ट रहेछ ल म एआई हो एआई घोस्टलाई अब भिसी बनाइदिउँ ए नजाऊ बिचारा नजाऊ है घोस्ट ल एआई त जतै गए नि भयो नि अरूसँग त जान्न अब बाहिर जान्छ भन्ने रेडी छु अस्ति म गएँ दुईजना एस गर्दै बस्छ दुईजना बुढाबुढीलाई के घोच्नु गएँ म अस्ति अब के गर्ने गरिहाल्यो अहिले आएर यस्तो भन्छु होइन ल ल केही छैन तिम्रो बुढोलाई चोखै पठाएको केही छैन छ कि छैन सारा समाजले देखेर मलाई खबर पुऱ्याइसकेको छ उसले के भन्छ भाइरस तिमीलाई मैले के गरेँ त उसले त कहाँ भन्छ त नि उसलाई त रमाइलो लाग्छ नि ओ नाइकरी तिमीलाई मैले छोएँ त हेलो गोस हाउ आर यु कता हो हाम्रो साली कता हो के को माया मारेको यस्तो मोया मारे छैन भेना तपाईँ सन्चै हुनुहुन्छ भेना देखिँदै देखिन्न कता गायब हुन्छ बिहानदेखि बेलुकासम्म पुरै बोयफ्रेन्डहरू पुरै आज भोलि त पुरै चाहिँ कोही कोरियाका कोही जापानका कोही कताका कोही फिल्ने के हो यति कहाँबाट आउँछन् हो बोयफ्रेन्ड यत्र तपाईँलाई बनाम भन्दाखेरि म तपाईँलाई मेरो बोयफ्रेन्ड बनाउँछु भन्न मान्नुहुन्न क्या कुराले मात्रै बनाउँथ्यो नि त ल अब न तपाईँ म ल पारौँ किन मस्किनुहुन्छ त नि तपाईँले मलाई मन पराउनु भएको छैन र होइन मस्किन त पाइयो के अब सालीसित नमस्किएर कोसित मस्किने रहेछ अरे साली होइन किन सालीसित त्यस्तो त नमस्किने कि भेना त्यस्तो त मस्किन त लाज हुन्छ क्या अच्छा दीपिका छेत्री वेलकम छ भेना तपाईँले मलाई मन पराउनु भएको छ कि नै भन्नु त यहाँ जनता जान चाहन्छ अब मसित जोडिँदै नजोडिने मैले कहाँबाट मन पराउने रहेछ अरे ल सबैले फलो गरिदिनु ल प्यारीहरू थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच करेल अनि अरू दीपिका छेत्री दिकु थ्याङ्क यू सो मच
भेना तपाईहरुमा फिल्म कहिले बनाउने के भन्नु त फिल्म तपाईहरुमा एउटा फिल्म खेल्ने भनेन त अब फिल्म खेल्न त कहाँ सकिन्छ र पैसा मनी चाहियो र पैसा म्युजिक गड्डी छ त त्यत्रो जापानमा चट्टला राम्रो पहिला जस्तो जापान छैन अहिले गाह्रो पहिला जमाना थियो राम्रो थियो अहिले त्यस्तै तपाईहरुमा यस्तो गरौँला भेना तपाईँहरुमा यस्तो गरौँला त्यो समुद्रको छेउमा गएर सुटिङ गरौँला क्यामेराम्यान म एउटा लिएर आउँछु अनि म चट्ट लाएर फुइँ उठ्ने फरिया लाउँछु तपाईँ चाहिँ यस्तो जाङ्गेर एउटा सर्ट लाउनु होला जाङ्गेर सर्ट लाउनु होला अनि त्यसपछि यस्तो टाइटेनिक पोजिसनमा भिडियो बनाउँला भेना अनि कहाँ नेपालमा कहाँको समुद्र छ त फेरि यस मनी अहो थ्याङ्क यू सो मच नेपालमा त नदीको किनारमा होला के नेपालमा त नदी कर्णालीतिर के भेना कर्णालीतिर ल छोरी मान्छे देख्ने हुन्छ अब यहाँ एउटाले भनेको छोरी मान्छे देख्नै नहुन्छ अब मलाई छोरीले जिस्किया छन् कि मैले जिस्किया छु केटा हो भन न छोरी मान्छेले नै मलाई जिस्किया छ म के गरौँ नजिस्काउनु भएर लाज लाग्यो भेना तपाईँ नजिस्काउनु मलाई त्यसरी नजिस्काउनु त भेना लाज लाग्छ भेना खै डबल ट्याप मेरो साथी हो हाम्रो यहाँ अहिले किन प्राइभेट छ कि वाइ प्राइभेट ल एभ्रीबडी गाइस डबल ट्याप लाइभ छ खै केटा हो खै अलि तगडा हुन पर्यो टुट पर्नु पर्यो केटा हो खै त 5000 भइसक्यो दुईटा विन रहेछन् हाम्रो घोषको टु विन मलाई तपाईँलाई लास्टै मन पराएको छु एक गेम खेलेन्जरी मन पराउँथ्यौ के त्यसपछि चाहिँ कतातिरकालाई जोड्दिन अनि भुलिहाल्छ कहाँ एउटैसँग चपेर त बस्नु तपाईँसँग त चपेर कहाँ बस्नु त वाक्क हुन्न हेर्ने मान्छे पनि मलाई त वाक्क हुन्न तर हेर्ने मान्छेले त वाक्क हुन्छ नि त अनि अरे यार कति चाहिँ आइडी बनाउँछन् हो यिनीहरूले भेना तपाईँको अघि मलाई तपाईँको आइडीबाट गिफ्ट आइरहेको थियो फेक आइडी होला नि के फेक आइडी तपाईँको फेक आइडीले मलाई एउटा मिनी लाइन हाने नि प्यारीहरू अघि म त भेना पो हो कि भनेर मलाई त कस्तो भेना पो हो कि भनेर मलाई कस्तो खुसी लाग्यो फेक आइडी रहेछ के नाम थियो फेक आइडी तपाईँको शिव खरेलै थियो के हो र मिनी लाइन यत्रो हान्थ्यो अब म त साइको भएको मेरा फ्याँकीहरू पनि धनी रहेछन् त्यसो के अघि अनि एउटा केटासँग खेल्दै थिएँ त्यति बेला हानेको के म त हानेको थियो अनि गिफ्ट अब म त छक्क परेँ तपाईँ पाउनुभयो कि भनेको उसले झन् कति अब तपाईँको फेक आइडी बनाएर बा केटीहरूसँग कति मस्किन्छ पो कि के थाहा 30 लेभलको थियो कि भेना 30 लेभलको थियो तपाईँ भनेर बा केटीहरूसँग कल पो हुन्छ कि के थाहा होला नि दीपिका अन्सु कता जानु र खै फोनै उठाउनु न अन्सुजीले हाम्रो एमबीपी चाहिँ यस्तो कता जानु कता गायब हुनु देखेन एलिना दिदी दिक्कुजी लाजिमा दिदी रारासिस आशिकासिस सीमा दिदी सानो दिदी ल अझै एउटा खेल्ने दिलु दिदी गुरुङ भेना के फोन आयो कि मेरो फोन अहिले आयो कि म रोक्नु फोन आछ फोन ल त ल फोन आयो भने फोन